र दर्शकबिनहरू आज चाहिँ ४०औं मगर एकता दिवसको स्वर्ण अवसर पारी आज यस गुल्मी जिल्ला सत्यवती गाउँपालिका वार्ड नम्बर 2 देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू आज चाहिँ ४०औं मगर दिवसको अवसर पारी यस मगर सङ्घको घर शिलान्यास गर्नको निमित्त सम्पूर्ण मगरहरू आफ्ना ढुङ्गो बोक्याउनु भएको छ। देख्न सक्नुहुन्छ यो चाहिँ भाइरल रोड हो। यहाँ देख्न सक्नुहुन्छ कुनै छिटक यहाँ सानो बच्चा नाचेर भाइरल हुनुभएको थियो। यो रोडमा चाहिँ देख्न सक्नुहुन्छ यो भाइरल रोड हो। र उहाँ देख्न सक्नुहुन्छ हाता ढुङ्गो बोकेर आउनु त्यहाँ पारी देखिरहेका मानिसहरूले चाहिँ हातमा ढुङ्गो बोकेर माथि यहाँबाट करिब 15 मिनटको बाटो भएर माथि गाग्री ढुङ्गा स्थित त्यहाँ चाहिँ घुमाउने घर मगरहरूको घुमाउने घर जगको शिलान्यास गरिनेछ र पाठ पूजा पनि गरिनेछ। आज तिम्रो नाम के हो? ल उता गएर भन त। ल तिम्रो नाम भन, तिम्रो नाम भन छिटो। तिम्रो नाम के हो भन? किन लजाको? आज के को लागि आउँदैछ तिमी यहाँ? तिम्रो नाम के हो? मेरो नाम जोन थापा। घर कहाँ हो? घर मेरो तल्लोबारी। आज यहाँ के को लागि आउँदैछौ? मगर दिवस। मगर दिवस कति हो? मगर दिवस हो 15 40औं मगर दिवस है। यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण मगर दिवसको निम्ति आउनुहुने सम्पूर्ण हजुर मगर दिवसको अवसर पारी यस सत्यवती गाउँपालिका वार्ड नम्बर 2 थुम्का स्थित आज चाहिँ घुमाउने घरको जगको शिलान्यास गरिनेछ। त्यसर्थ सम्पूर्ण मगरवासीहरूले हातमा ढुङ्गो बोकी आउनुभएको छ। यो देख्न सक्नुहुन्छ यो दृश्य तपाईँहरूले। मगर एकता जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद। मगर एकता जिन्दाबाद, जिन्दाबाद जिन्दाबाद। सम्पूर्ण मगर एक हौं। एक हौ। ४०औं मगर एकता दिवस सफल पारौं। ४०औं मगर एकता दिवस सफल पारौं। घन्टीमा बच्चाले घन्टी भन्छ। होइन आज त घन्टी कुरा गर्नुहुन्न। आज चाहिँ मगर दिवसको मात्र है। ल है मगर दिवस सफल पारौँ। आज चाहिँ ४०औं मगर दिवस हो। यहाँ देख्न सक्नुहुन्छ हाम्रा सम्पूर्ण मगर जातिहरू आज के को लागि यहाँ ढुङ्गो बोकेर आएको हामीहरू? घर बनाउँदैछौँ त्यसको लागि श्रमदान जस्तै आज मगर दिवसको ठ्याक्क अवसर पारि होइन? ल एकदमै प्रमुख अतिथिको साथमा एकदमै खुसी लाग्यो तपाईँहरूको यो मेहनत जाँगर देख्दाखेरि। यो देख्न सक्नुहुन्छ गाग्री ढुङ्गा। यो चाहिँ गाग्री ढुङ्गा हो। देख्न सक्नुहुन्छ मगर दिवसको अवसर पारी गाग्री ढुङ्गा क्षेत्र थुम्का। यहाँ चाहिँ झाँटोहरू यहाँ देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू तपाईँहरूले जाँदै झाँटोको सङ्ग्रहालय छ। यो पनि तपाईँहरूले मनन गर्नुहुनेछ भन्ने मलाई पुनः विश्वास लागेको छ। र यहाँ देख्न सक्नुहुन्छ अब चाहिँ
यहाँ चाहिँ घुमाउने घरको मगरहरूको घुमाउने घरको जग्गा यानि कि जग अथवा सिन्यास गरिने यो ठाउँ हो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ पूजा आराधना गर्दै हुनुहुन्छ। यो मगर घर यो चाहिँ घुमाउने रहनेछ, यो देख्न सक्नुहुन्छ। Oi, tu mau mie air? होइन अहिले पहिला जग राखेर होइन होइन हाम्रो दिनको सबै आएर एकचोटि यहाँ चाहिँ सबैभन्दा ठुलो ल्याउनु भएको छ है। यहाँ चाहिँ पारस परशुराम सबैभन्दा ठुलो पुग्नु भयो यहाँ चाहिँ। एकदमै 40 मगर सहभागितामा मगर घरको